म सानो हुँदा क्या ड्याडी घरमा नभएको मौका छोपेर चाहिँ पुरा टिभी हेर्थेँ क्या होइन गीतहरू हेर्ने सिरियलहरू हेर्ने अनि आफूलाई मन परेको कार्टुनहरू हेर्ने होइन भाइ बहिनीहरूलाई त्यो रिमोट छुन पनि नदिने क्या पुरा राज हुन्थ्यो क्या मेरो होइन अनि अहिले चाहिँ म घरमा एक्लै छु क्या ड्याडी पनि बाहिर काममा गइसकेछ मम्मी पनि होइसिन घरमा बहिनी काममा अब भाइहरू उता युएसमा होइन म एक्लै छु घरमा होइन तर अब त्यो रिमोट खोसाखोस गर्ने मान्छे पनि कोही छैन मसँग जहाँ म तँलाई रिमोट दिन मलाई जे हेर्न मन लाग्छ त्यही हेर्छु भन्ने पनि छैन होइन कस्तो इमोसनल भएर त्यो कुरा सम्झिरहेको थिएँ क्या अनि ओ माई गड लाइफ कसरी चेन्ज हुँदो रहेछ त है प्रायोरिटिजहरू चेन्ज हुने आफ्नो इच्छा आकाङ्क्षाहरू चेन्ज हुँदै जाने लाइफमा है अब त्यो मौका फेरि आउँछ त फेरि फर्केर आउँछ त भाइ बहिनीहरूसँग पुरा त्यो सानोमा जस्तो झगडा गरेर चल्ने दिन है साँच्चै मलाई त्यो चाहिँ एकदमै मिस भएको छ क्या नेपाल आएर अब मैले अब युएस 11 वर्ष अगाडि छोड्दाखेरि चाहिँ अब हामी सबैजना चारैजना म चाहिँ जेठी हो होइन अनि भाइहरू बहिनी हामी सबैजना थियौँ हुन्थ्यो नि हाँसखेल गर्ने कहिले झगडा पर्ने कस्तो रमाइलो थियो क्या होइन अब अहिले आउँदाखेरि चाहिँ अब बहिनी र म त छौँ कि तर हामी चारैजना सबै भनौँ न 6 सँगै बसेर त्यो खै है कस्तो त्यो सम्झिँदा पनि कस्तो क्या हुन्छ नि खाली लागे जस्तो हुने क्या त्यो दिन त फर्केर आउँदैन नि है भनेर क्या लाइफ